नमस्कार। देश तथा विदेशमा हुने बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरूमा आज भने म तपाईँहरूमाझ एउटा यस्तो कथा लिएर आएको छु जो कथाका पात्रहरू हुनुहुन्छ एउटा गरिब किसान अनि गरिब किसानको कुखुरा। एका देशमा एउटा गरिब किसान थिए। उनको एउटा पोथी थियो, कुखुराको पोथी थियो। बिहानै उसले चाहिँ एउटा सुनको अन्डा दिने गर्थ्यो र त्यसै गरी किसानले त्यो सुनलाई बेचेर आफ्नो जनधन आफ्नो परिवार पालिरहेका थिए। र एक दिन किसानलाई लोभ लाग्यो, मैले सुन धेरै पाउनको लागि मैले के गर्ने होला भनेर चाहिँ एउटा निष्कर्ष निकाले। लास्टमा निष्कर्ष के आयो भनेपछि जब मैले यो कुखुराको पोथी काटेँ भने मैले धेरै सुनको अन्डा प्राप्त गर्न सक्छु भनेर चाहिँ उनले निर्णय निकाले। त्यसपछि एक दिनको राति त्यो कुखुराको पोथी उनले काटिसकेपछि कुखुराको भित्र चाहिँ अन्डाहरू केही पनि थिएन। र त्यसपछि त्यो गरिब किसान एकदमै रुन थाले। मैले के गल्ती गरेँ यस्तो, मैले किन काटेँ कुखुरा भनेर चाहिँ पछि रुन थाले। हामीले यो कथाबाट के सिक्न सक्छौँ भने जो छ नि हामी त्यहीमै खुसी हुनुपर्छ। हामीले धेरै खोज्नु हुँदैन। धेरै खोज्यो भने चाहिँ मान्छे अझै तुरुन्त उही स्थानमा आउन सक्छ। हामीलाई जो प्राप्त भइरहेको छ त्यहीमै खुसी भएर चाहिँ हामी बस्नुपर्छ भन्ने हामी यो कथाबाट सिक्न सक्छौँ। हामीले धेरै लालच पनि गर्नु हुँदैन। लालच गऱ्यो भने चाहिँ हामी जुन स्थानमा थियौँ त्यही स्थानमा झर्न पनि बेर हुँदैन भन्ने हामी यो कथाबाट सिक्न सक्छौँ। थ्याङ्क यू।